टाइमको भ्यालु चाहिँ आज आएर थाहा पाउँदैछु मैले चाहिँ। सो गाइज वेलकम ब्याक टु माई मिनी ब्लग। आयो हजुरहरू पनि सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। आज चाहिँ 11 बजे ड्युटी जानुपर्ने, 10:20 उठ्दैछु कि एकदमै लेट भइसकेको थियो मलाई चाहिँ, त्यही भएर फ्रेस पनि नभइकन खाना बसाउनतिर लागेँ। बेलुका चाहिँ 9 घन्टा नाइट सिफ्ट गरेर आएको, आज पनि नाइट सिफ्ट, तर आज चाहिँ 14 घन्टा लङ सिफ्ट छ कि। ओ माई गड, कस्तो निन्द्रा पुगेन भने त फ्रेस फिल नै नहुने। राति आएर चाहिँ छिट्टै सुत्छु भनेर सोचिरहेको थिएँ, फोन चलाउँदा चलाउँदै टाइम गएको थाहै पाएन कि 3 बजिसकेछ फोन चलाउँदा। सो गाइस यस्तै हो, निन्द्रा पुगे पनि नपुगे नि ड्युटी जानै पर्छ। मलाई चाहिँ आज टु मच लेट भइसकेको छ कि। पहिला चाहिँ मलाई टाइमको वास्तै हुँदैन थियो कि, कसैले केही काम हरायो भने कहीँ जानु छ भने पनि एकछिनमा जान्छु, एकछिनमा गर्छु, यो टाइपको थियो कि म चाहिँ। अहिले थाहा पाउँदैछु टाइम कति महत्त्वपूर्ण छ, टाइमको भ्यालु के हो भन्ने कुरा अहिले थाहा पाउँदैछु क्या। मलाई मात्र होइन, जो विदेशमा हुनुहुन्छ उहाँहरूलाई पनि टाइमको भ्यालु थाहा छ जस्तो लाग्छ मलाई। हाम्रो चाहिँ दिमागमा नै ड्युटी रुम यो कुरा मात्रै घुमिराख्ने कि, ड्युटीमा हुँदा पनि रुम कतिखेर जाने, कतिखेर टाइम हुने रुम जाने भनेर हेर्ने, अनि अब रुममा हुँदा पनि ड्युटी जाने बेला भयो, अब त चाँडो फास्ट गर्नुपर्छ भन्ने। कस्तो मलाई चाहिँ फ्रेस फिल नै भइरहेको छैन कि आज चाहिँ, सायद निन्द्रा नपुगेर होला। मैले चाहिँ रुममा कपाल कोर्ने टाइमै पाइनँ कि, बाहिर गाडीले वेट गरिरहेको थियो, त्यही भएर यति लोकेसनमै आएर कोर्छु भनेर यति आएर कपाल। गाइज मलाई चाहिँ अहिले नै निन्द्रा लागिरहेछ होइन, भर्खर ड्युटी आउँदैछु, अब भरे 14 घन्टा कसरी काम गर्नु। लाइफमा आज जति फास्ट खाना मैले कहिल्यै खाएको थिइनँ र कहिल्यै आज जति फास्ट रेडी भएको थिइनँ कि म। आज जिन्दगीमा पहिलोपटक त्यति फास्ट रेडी भएँ। म चाहिँ ड्युटी आइपुगिसकेँ, अब चाहिँ ड्युटी गर्नुपर्ने हुन्छ। सो गाइज मेरो च्यानल